झेन्जुक चुनी झेन्जुक चाहिँ 10 वटा हुन्छ के हो खाङहा थाना फा माहा राला सा खाङहा थाना फा माहा राला सा जस्तै के हो खाउ या गायाक थाङा थाङ फाना र भोता फे खाओ याना र योना योन थाना र थोपा थोप हाउ जम्मा जम माउ खाहा खा माउ कर्रा कर थाउ पल्ला पल खाओ यासा ए याङजुक नि भनेर भनेको छ याङजुक भनेको चाहिँ पछाडि आउने अक्षरलाई याङजुक भनेर भन्छ अब के को पछाडि आउने हो भने चाहिँ मिङ्सीको पछाडि आउने मिङ्सीको पछाडि आउने अक्षर के हो झेन्जुक अब झेन्जुकको पनि पछाडि आउने अक्षर चाहिँ के हो याङजुक हो याङजुक कतिवटा हुन्छ दुईवटा के हो थादङ साह धासा भनेर भन्छ यो धासा चाहिँ पछाडिको पछाडि आउँछ यो अक्षर चाहिँ साइलेन्समा बस्ने अक्षर हो यो अक्षरको उच्चारण हुँदैन अब यहाँ हेर्नुहोस् है त्यो माथि खाओ सा सेप्क्यु सुम्मा सुम भनेर भनेको छ नि त्यो माथिको अक्षर हेर्नु है खाओ सा सेप्क्यु सुम्मा सुममा जस्तै गुन्जुक कुन हो अगाडिको खा छ नि खा चाहिँ के हो गुन्जुक हो हामीले गुन्जुक भनेको जस्तै पढ्यो नि गुन्जुक भनेको के भनेको छ मिङ्सीको अगाडि आउने अक्षरलाई गुन्जुक भनेर भन्छ मिङ्सी भनेको के हो पहिलो उच्चारण हुने अक्षरलाई मिङ्सी भनेर भन्छ भनेर पढेको छ नि हो त्यो भएर खा चाहिँ के हो गुन्जुक हो सा चाहिँ के हो मिङ्सी जस्तै खाओ सा सेप्क्यु सुम्मा सुम भन्छ नि सुम भन्छ नि सा सेप्क्यु सुम्मा सुम त्यसमा के भयो सा चाहिँ मिङ्सी अब मिङ्सीको पछाडि आउने अक्षर के हो झेन्जु झेन्जु चाहिँ के हो मा हो तर सा सेप्क्यु भनेर पढ्छ नि त्यो सेप्क्यु चाहिँ के हो याङ हो अब त्योभन्दा पछाडिको धर्सो छ नि पूर्ण विराम त्यो चाहिँ के हो त्यसलाई चाहिँ से भन्छ है त्यसलाई चाहिँ त्यो चाहिँ के हो से हो अब त्योभन्दा पछाडि मुनि हेर्नुहोस् है खाओ था सेप्क्यु दुगा सा दुक भनेको छ त्यसमा के हो खा के हो मुन्जु धा के हो मिङ्सी धा सेप्क्यु तल के हो याङ खा के हो झेन्जुक त्योभन्दा पछाडि धाको पछाडिको घा के हो झेन्जुक त्योभन्दा पछाडिको सा के हो याङजुक हो है त्योभन्दा पछाडिको अक्षर त्यो तानेको के हो धर्सो त्यो चाहिँ से भनेर भन्छ है अब चाहिँ अलिक गाह्रो छ जस्तै फाओ सा गत्ता गा रेटा डा सेप्क्यु डुब्बा सा डुब भन्छ है डुब हो नि त्यसमा भाग्य हो गुन्जुक है अब सा गत्ता भन्छ नि सा चाहिँ के हो गोचेन जस्तै गोचेन कतिवटा हुन्छ तीनवटा हुन्छ राङ्गो लाङ्गो साङ्गो छ नि त्यो भएर यो सा चाहिँ के हो सा के हो गोचेन अब सा गत्ता भनेको छ नि सा गत्ता के हो गा चाहिँ के हो मिङ्सी सा गत्ता गा रेटा भनेको छ नि रेटा चाहिँ के हो दोक्चेन दोक्चेन भनेको के हो दोक्चेन भनेको मुनि झुन्डिने अक्षर बुझ्नुभयो नि मुनि झुन्डिने अक्षरहरू कतिवटा हुन्छ 4वटा हुन्छ त्योभन्दा मुनि सेप्क्यु के हो याङ है अब त्यसको पछाडि आउने फा के हो झेन्जुक अब त्योभन्दा पछाडि फेरि त्यसको पनि पछाडि आउने सा के हो याङजुक अनि लास्टको से त्यही भएर यो के भयो भाउ सा गत्ता भने सा के हो रहेछ गोचेन सा गत्ता भने गा के रहेछ मिङ्सी गा रेटा चाहिँ के रहेछ धोक्चेन गा रेटा डा सेप्क्यु चाहिँ के रहेछ याङ है भाउ सा गत्ता गा रेटा डा सेप्क्यु डुब्बा सा डुब भनेर भनेको छ नि त्यो भा के रहेछ झेन्जो सा के रहेछ याङ
लोकपे इके दाङ थुकपे इके जो एउटा मन्त्रहरू उच्चारण गर्ने मन्त्रहरूको अक्षर लोकपे इके ढुक लोकपे इके भनेको के हो फर्किएको अक्षरलाई लोकपे इके भनेर भनिन्छ अब कुन कुन अक्षरहरू फर्किएको छ ता था धा ना स्या अनि काको मुनि स्या फर्किएको छ अब ता फर्कियो भने के हुन्छ टा हुन्छ था फर्कियो भने के हुन्छ ठा हुन्छ धा फर्कियो भने के हुन्छ डा हुन्छ ना फर्कियो भने के हुन्छ अना हुन्छ स्या फर्कियो भने के हुन्छ पेट खाट्यो खा खा हुन्छ है का को मुनि स्या फर्कियो भने के हुन्छ छे हुन्छ है क्षेत्री छे है अब यो उच्चारण कसरी गर्ने ता लोक टा था लोक ठा धा लोक डा ना लोक अना स्या लोक खा का स्या लोक छा ता लोक टा ता लोक टा था लोक ठा था लोक ठा धा लोक डा धा लोक डा ना लोक अना ना लोक अना स्या लोक खा स्या लोक खा का स्या लोक छा का स्या लोक छा थुकपे हिगे ढुक थुकपे हिगे भनेको हो मोटो अक्षर अर्थात् जोडिएको अक्षरलाई थुकपे हिगे भनेर भन्छ है अब कतिवटा रहेछ 6 वटा थुकपे हिगे ढुक जस्तै घा हाता घा झा हाता झा धालो डा डा हाता ढा धा हाता धा भा हाता भा जा न्याता ज्ञा घा हाता घा जा हाता जा धालो डा डा हाता ढा धा हाता धा भा हाता भा जा न्याता ज्ञा